Good morning guys, welcome to my channel. So म चाहिँ उठेर ब्रस गरिसकेँ एन्ड बाहिर हेरेको त बाफरे वेदर इज टु ब्याड। यस्तो चिसो छ। -15 feels like -22 feels like -22 भनेको स्नो पनि लाइक झरिरहेछ एन्ड द वेदर लुक हाम्रो बाल्कनीमा यति धेरै मेरो फुटप्रिन्ट सो स्नो पनि भइरहेछ। रोड इज very slippery आई थिङ्क। बाफ्रेदेखि गाडी यस्तो स्लो गइरहेछ, कसरी जाने हो काम भन्ने थाहा। मेरो काम चाहिँ छ 3 बजीदेखि 11 बजीसम्म। राति 11 बजे कसरी घर आउने मलाई थाहा नै छैन। एन्ड लुक एट दिस बिल्डिङको माथि केही देखेको छैन। स्नो परिरहेछ, हजुरहरूले अलिअलि पनि देखिरहनु भयो होला। सो आजको वेदर यस्तो छ। सो स्नो चाहिँ 11 बजीसम्म हुन्छ भनेर लेखेको छ। एकदम चिसो छ, म भित्र गइन पाएँ। सो म खाँदैछु आज ब्रेकफास्टमा पास्ता। हिजो राति खाना गएको थिएँ नि त, अनि पोर्सन अलिकति धेरै जस्तो भयो। खै मैले त्यहाँ राम्रोसँग खाइनँ किनभने यहाँ कोल्ड पास्ता पाउँछ नि त। सो बिहान म त्यही खाँदैछु। सो गाइस मैले चाहिँ ब्रेकफास्ट गरिसकेँ। ब्रेकफास्ट गरेर मैले चिया पनि पिएँ किनभने एकदम चिसो छ। सो मेरो काम चाहिँ 3 बजीदेखि हो। 2 बजीसम्म चाहिँ म यतिकै अब केही काम छैन, रेस्ट गर्छु आज पुरै किनभने रात एकदम थाक्छु नाइट सिफ्टमा। अनि म चाहिँ यो पजल डिसमेन्टल गर्दैछु जुन पहिले बनाइसकेको थियो। अनि मैले बनाएको होइन, मैले अलिअलि मात्र बनिसकेपछि अलिअलि मात्र गरेको थियो, दिदीले बनाएको मेरो रुममेटले। अनि यो चाहिँ यसमा राख्दैछु अनि म चाहिँ यो पजल सुरु गर्छु किनभने अल्छी लागिरहेको छ क्या। जतिखेर पनि टिभी ननस्टप टिभी देखेर। त्यही पनि यो नयाँ पाकिस्तानी ड्रामा सुरु गर्दैछु आजबाट। टाइम पास काममा पनि ब्रेकमा केही हुँदैन हेर्नको लागि खालि, अनि त्यही टाइम पास गर्दैछु। सो आई सी यू इन अ बिट। सो ओके गाइज, मेरो चाहिँ काममा जाने बेला भइसक्यो। इट्स अलरेडी 2:06। मेरो बस चाहिँ 2:26मा छ। सो म चाहिँ जाँदैछु किनभने स्नो छ, बिस्तारै जाने अनि लिफ्टको पनि वेट गर्नुपर्छ एकछिन। त्यही भएर म चाहिँ जाँदैछु। मिल्छु म तपाईँहरूलाई तल गएर। सो हेलो गाइज, म चाहिँ आइसकेँ तल एन्ड लुक एट द वेदर, जस्ट लुक एट द वेदर। ओ माई गॉड, यस्तो हावा चलिरहेछ, यस्तो धेरै स्नो छ नि बाफ्रे। अब मलाई जानु छ वहाँ पर स्टपमा। आई डोन्ट नो हाउ स्नो छ। यो हिजो रातिबाट परेको स्नो हो, जुन चाहिँ अहिलेसम्म ननस्टप लाइक 4:30 जहाँसम्म मलाई याद छ। 4:30मा कस्तो राम्रो। 4:30बाट परेको स्नो अहिलेसम्म ननस्टप परिरहेछ। बज्यो 2:10 समथिङ। सो इट्स लाइक अ ह्युज। मेरो पुरा खुट्टा आधी खुट्टा डुब्यो भाइ। गाडीहरू यस्तो स्लो चलिरहेछ। बेलुका घर आउन चाहिँ कसरी आउने भन्ने कुरा हो। मैले चाहिँ स्नो बुट लगाएको छैन, नर्मल सुजमै गइरहेको छु किनभने दुईवटा सुज लिएर काममा जान इट्स लाइक एकदमै गाह्रो हुन्छ। आई कान्ट ह्यान्डल इट। सी दिस। सो गाइस, मेरो गाडी आउनु चाहिँ 11 मिनट बाँकी थियो। सो म चाहिँ डलरमा स्टोरमा आइपुगेँ किनभने मलाई क्यानबेरी लिनु थियो। जुन पनि बस पहिला आउँछ त्यही बसमा चढेर जान्छु भनेर म चाहिँ यहीँको डलरमा आएँ। मेरो कामबाट साइड आयो नि त डलरमा। सो लेट्स गो। अनि गाडी पोखरे मजाले चिप्लेको, अन्त अलमोस्ट चिप्लिसकेको थियो, झन्डै लडेको। बाफ्रे, इट्स लाइक अ बाटोमा लडाइफाइ त कसैले उठाउन पनि आउँदैन थियो होला यार, एकदमै डेडली सिचुएसन। सो एकदमै ध्यान दिएर जानुपर्छ। एन्ड मैले लिइसकेँ क्यानबेरी। अब रात 11 बजीसम्म यही क्यानबेरीले खाएर बस्छु। कस्तो एकदम कस्तो राम्रो देखिरहेछ। यहाँ त राम्रोसँग त देख्नु भएको थिएन होला, स्नो परिरहेछ अझै पनि। म झरेर देखाउँछु म कहाँ टिप्ल्यो भनेर।
यस्तो टिटीसँग चिप्लिने लाइक यस्तो धेरै स्नो छ नि यस्तोमा पुरै आफ्नो खुट्टा भाँचेर हिँड्छ होइन अनि त्यो बुट पनि एकदम हेभी हुन्छ नि त अनि जो हिँड्नलाई एकदम गाह्रो हुन्छ भनेर मैले चाहिँ नलिकन आएको अनि त्यही भएर म चाहिँ चिप्लेँ के भन्छ यतापट्टि यस्तोमा नपऱ्यो अलमोस्ट यतै चिप्लेको गाइस कहाँ चिप्ल्यो भने चाहिँ बिर्सेँ सो पुरै गाइस म चाहिँ आइपुगेँ काममा मतलब स्टपमा अनि यो त स्नो यस्तो यस्तोमा हिँड्नु छ जस्तै अनि मेरो आँखा पुरै तिरिँदै जस्तै 30मा नेपालमा रातो रातो साडी लाउँदाखेरि पुरै कता सबै रातै रातो देखेर आँखा के अरे बिहोस हुन लाग्छ तिर्मिराउँछ अनि त्यसपछि पुरै यो एकदम गाह्रो हुन्छ त्यस्तै भइरहेछ भने पुरै आँखा नै झिलझिल भइरहेछ मेरो त हिँड्न पनि सकिरहेको छैन स्ट्रेट आई मिन आँखामा त्यो कुखुरा भए जस्तो कि त्यस्तै भइरहेछ बाफ्रे इट्स गिभिङ मी हेडेक सो गाइस म चाहिँ आइसकेँ काममा स्टपमा त्यस्तै पुरै यस्तो यस्तोमा हिँड्नुपर्छ होइन यसमा चाहिँ हिँडेर उहाँसम्म जानु छ पुरै आँखै तिर्मिरहेसक्यो जस्तै नेपालमा काठमाडौँमा चाहिँ त्यो रातो साडी लगाउँदाखेरि मान्छे पुरै तिर्मिराउँछ नि साथै रातै मलाई त सेतो देखेर त्यस्तै हुन्छ भने त्यस्तै भइरहेछ मतलब आँखा पुरै तिर्मिर भएर यति धेरै स्नो थियो पुरै त्यस पहाडै भएको छ सो फेरि अब घर जाँदाखेरि चाहिँ वाट लाग्ने होला मेरो किनभने राति बस एकदम ढिलो हुन्छ लाइक 15 मिनट मेरो काम ठ्याक्कै एक्ज्याक्ट 11मा सकिन्छ 11भन्दा अगाडि पनि हिँड्न पाउँदिनँ सो लेट्स सी के हुन्छ म अपडेट दिन्छु सो गाइस बजिसक्यो 11 काम सक्यो म निस्केँ अब कामबाट मेरो बस छ एकछिनमा 11:13मा 10 मिनटपछि सो अब घर जान्छु अनि त्यसपछि हजुरहरूलाई फेरि अपडेट दिन्छु सो अझै पनि स्नो अलिअलि परि नै रहेको छ एक्सट्रिम चिसो छ सो इट लुक्स ब्युटिफुल आउट देयर यो चाहिँ मैले काम गर्ने ठाउँ हो सो यहाँबाट अझै तलतिर जानुपर्छ मैले हजुरलाई अघि नै दिउँसो देखाएकै बाटो जाँदैछु हेरौँ कस्तो छ स्नो ओके गाइस सो म चाहिँ बसबाट झरिसकेँ अब घर जाँदैछु घर गएर चाहिँ खानासाना खान्छु रेस्ट गर्छु अनि आजको लागि भ्लग यति नै यदि हजुरहरूलाई राम्रो लाग्यो भने लाइक सेयर र सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई